यहाँहरू सम्पूर्णमा जय मसीह। म खेम माली मगर। म तपाईँहरूको सामुन्ने म पवित्र शास्त्र बाइबलबाट म केही कुरा म हेर्नेछु। म तपाईँहरूको सामुन्ने हितोपदेशको पुस्तकमा 10को म 9 पदलाई म पाठ गर्नेछु। यहाँ यसरी लेखिएको छ, इमानदार मानिस निर्धक्क हिँड्नेछ, तर टेढो चाल चल्ने पक्राउ पर्नेछ। यहाँ बाइबलले हामीलाई बताउँदछ, इमानदार मानिस निर्धक्कसँग हिँड्नेछ, तर टेढो चाल चल्ने मान्छे पक्राउ पर्नेछ। हाम्रो देशमा पनि अस्ति त्यस्तै भयो। हाम्रो देशमा जति पनि त्यो लुट, त्यो राजनीतिक, त्यो जति पनि त्यो भ्रष्टाचार भएको त्यो कुराहरू थियो, देखियो सबै कुराहरू समाजको अगाडि सबै देखियो। लज्जित हुनु पर्यो मान्छेहरू। बेइमानदार भएर कमाइहरू देखियो। त्यहाँ समाजको अगाडि लज्जित हुनु पर्यो। कारण त्यहाँ के थियो भन्दाखेरि त्यो राम्रो भएर कमाइएको सामान थिएन। सोझो औँलाले घिउ आएन भनेर औँला बङ्गाइएको थियो। यसै कारण हामी यहाँ देख्दैछौँ, टेढो चाल चलाउने मान्छे लास्टमा पक्राउ पर्नेछ। हाम्रो देशमा पनि अस्ति त्यस्तै भयो। हाम्रो देशमा पनि त्यो जति पनि भ्रष्टाचार भइरहेको, त्यो ढोगीपन, कूटनीतिक कुराहरू जति पनि भइरहेको थियो, सबै कुराहरू खुलासा भयो, देखियो। बेइमानदार भएको कुराहरू देखियो। मानिस बेइमानदार भएको देख्यौं। जति पनि बेइमानदार भएर कमाइएको सामानहरू थियो, सबै कुराहरू देखियो र मानिसहरू पनि लज्जित हुनु पर्यो, धेरै लज्जित हुनु पर्यो। यसै कारण बाइबलले भन्दछ, बेइमानदार भएर हिँड्ने मान्छे समाजको अगाडि लास्टमा पक्राउ पर्नेछ। हो, केही समयसम्म राम्रै देखिन्छ, तर लास्टमा त्यो बेइमानदारपन देखिँदछ, झुट देखिँदछ। यसै कारण यहाँ माथि इमानदार मानिस निर्धक्क हिँड्नेछ, बहादुरसँगले हिँड्नेछ, कारण उसले कुनै पनि गल्ती गरेको छैन। ऊ परमेश्वरको सामुन्ने निर्धक्क तरिकाले हिँड्नेछ। उसले कुनै पनि गल्ती गर्दैन। इमानदार मान्छेले ऊ बहादुर भएर हिँड्छ, निडरका साथ हिँड्छ, तर बेइमानदार मान्छे लास्टमा पक्राउ पर्नेछ, अथवा त्यो मान्छे पक्राउ पर्नेछ। समाजको अगाडि लज्जित हुन्छ त्यो मान्छे। यसै कारण हामीलाई बाइबलले बताउँछ कि इमानदार मान्छे निर्धक्कसँगले हिँड्नेछ। उसले कुनै पनि गल्ती गर्दैन। उसले जे आफ्नो काम गर्छ, इमानदार साथ गर्छ। उसले ढाँट्दैन, ठग्दैन, इमानदार साथ गर्छ। गल्ती नगरेको मान्छे निडरका साथ हिँड्छ। सडकको खुट्टा काट भन्ने बित्तिकै ढकट भन्ने, अथवा त्यहाँबाट खुट्टा झिकिहाल्ने हुन्छ। त्यो बेइमानदार मान्छे चाहिँ त्यतिसम्म चलाखो हुन्छ। जोरको औँला काट भन्ने बित्तिकै, ढकट खुट्टा काट भन्ने बित्तिकै त्यो खुट्टा निकालिहाल्ने हुन्छ। यसै कारण बेइमानदार मान्छेलाई निन्द्रा पनि लाग्दैन। अब त्यो जति पनि झुटपनाहरू छ, त्यो कुराहरू अब कसैले देखि पो हाल्ला कि, अब मैले भित्रभित्र गरेको कुराहरू कसैले देखि पो हाल्ला कि, समाजको अगाडि खुलासा पो गर्दै हाल्ला कि भन्ने किसिमको उसको धेरै प्रश्नहरू उठिरहेको हुन्छ। मैले यो काम त कसरी लुकाउने, अब मैले यो गर्दा गर्दै कसैले पछाडिबाट अब कसैले चियाइ पो राखेको छ कि भन्ने किसिमको उसको दिमाग, मनमा त्यो छटपट्टिपन भइरहेको हुन्छ। छटपट भइरहेको हुन्छ। बेइमानदार मान्छेलाई ऊ शान्तिसँग निदाउनु पनि पाउँदैन।
बेइमानदार मान्छे, अब उसको गल्ती छ त्यो, गल्ती त लुकाउनै पर्यो। अब त्यो गल्ती अब लुकाउनुको निम्ति त अब उसलाई छटपट्टि हुन्छ। मैले गरेको कुरा त कसैले देखि पो हाल्ला कि, कसैलाई भन्दि पो हाल्ला कि भन्ने किसिमको उसको छटपट्टि हुन्छ बेइमानदार मान्छे। ऊ राति पनि निर्धक्कसँग शान्तिसँग सुत्न सक्दैन, कारण त्यो व्यक्तिले झुट काम गरिरहेको छ, फोहोर काम गरिरहेको छ, लुट धन्दा चलाइरहेको छ। बेइमानदार मान्छेलाई राति निन्द्रा पनि स्पष्ट तरिकाले आउँदैन, तर इमानदार मान्छे राति आनन्दितसँग सुत्छ। उसले कुनै पनि काम नराम्रो गरेको भए पो उसलाई निन्द्रा नआओस्, तर उसले आफ्नो काम जे गर्छ त्यो काममा उसलाई गर्व हुन्छ। ऊ निर्धक्कसँगले सुत्छ, राति आनन्दसँगले सुत्छ। यसै कारण बाइबलले हामीलाई बताउँदछ कुनै पनि विश्वासी मण्डलीमा आउँदाखेरि कुनै पनि विश्वासीले भित्री पापहरू गरेको छ भने पहिलो कुरा त ऊ बिस्तार मण्डलीमा आउनदेखि बिस्तार वञ्चित हुँदै जान्छ। बिस्तार त्यो व्यक्तिको जीवनमा परमेश्वरसँग डराउनु थाल्दछ, परमेश्वरको सामुने आउनु डराइहाल्छ, कारण त्यो व्यक्तिको जीवनमा परमेश्वरलाई ढाँटिरहेको छ, पाप गरिरहेको छ। त्यो व्यक्तिले परमेश्वरलाई ढाँटिरहेको छ, त्यो व्यक्तिले डराइरहेको छ। कसैले मैले गरेको गल्ती पास्टरलाई गएर सुनाइदिई पो हाल्ला कि, मण्डलीमा गएर बताइदिई पो हाल्ला कि भन्ने किसिमको उसको हुन्छ। त्यो व्यक्ति विशेष गरी परमेश्वरसँग डराउँछ। मण्डली आउनुदेखि ऊ विशेष गरी थरथर काम्छ, डराउँछ मण्डलीमा आउन, कारण त्यो परमेश्वरसँग ऊ डराइरहेको छ। परमेश्वरको सामुन्ने निर्धक्कसँग आउनको निम्ति ऊ डराइरहेको छ, कारण उसको जीवनमा त्यो पाप छ, परमेश्वरलाई ढाँटेको कुरा छ। यसै कारण ऊ मण्डलीमा आउन सक्दैन र फलस्वरूप त्यो व्यक्ति पतन भएर जान्छ। अब त्यो व्यक्ति त पश्चाताप गरेर परमेश्वरतर्फ फर्किनु पर्ने हो, तर त्यो मनुष्य उसमा हुँदैन। त्यो व्यक्ति मण्डलीमा आउँदैन र फलस्वरूप कुनै पनि पास्टर, एल्डर, डिकनले अब त्यो मिल्दो, अब त्यो कुनै पनि वचन अब त्यो मान्छेको जीवनमा मिलिहाल्यो भने पनि त्यो व्यक्ति अब यो पास्टर, यो डिकन, एल्डरले त यो मेरै निम्ति भनेको यो भन्ने उसको मनसाय हुन्छ र फलस्वरूप त्यो व्यक्ति पतन भएर जान्छ। हो, त्यो व्यक्ति त पश्चाताप गरेर परमेश्वरतर्फ फर्किनु पर्ने हो, तर त्यो मनसाय हुँदैन त्यो व्यक्तिमा। जब त्यो व्यक्तिमा पापले भरिन्छ, त्यो व्यक्ति फलस्वरूप त्यो व्यक्ति पतन भएर जान्छ। पश्चाताप गर्नुपर्ने त हो। मैले तपाईँको विरुद्धमा यो अन्जानमा गरेको, अब जाने अन्जानमा गरेको गल्ती पापलाई प्रभु हेर्नुहोस्, प्रभु तपाईँले क्षमा गर्नुहोस् भन्नुपर्ने त हो, तर त्यो मनुष्य राख्दैन परमेश्वरतर्फ। मलाई परमेश्वरले यो बाटो पनि राखिदिनु भएको छ भन्ने कुरा उसको मनुष्यमा राख्दैन र फलस्वरूप त्यो व्यक्ति पतन भएर जान्छ र फलस्वरूप त्यो व्यक्ति विरोधी भएर निस्किन्छ, ख्रिस्टियन विरोधी भएर निस्किन्छ। ख्रिस्टियन विरोधी भएर त्यो व्यक्ति निस्किन्छ र त्यो व्यक्तिले भन्न थाल्छ, यो म पनि अलिक समयसम्म यसैमा बसेको हो, अलिक वर्षसम्म म यसैमा बसेको हो, तर यो ठिक छैन रहेछ भनेर त्यो व्यक्तिले भन्न थाल्छ। त्यो कुराहरू त्यो व्यक्तिले अब निकाल्नु थाल्दछ। फलस्वरूप त्यो व्यक्तिको जीवन बडो डरलाग्दो तरिकाले पतन भएको मान्छे ख्रिस्ट विरोधी भएर निस्किँदछ। यसै कारण आउनुहोस् हामी अगाडि बढाउनेछौँ। हामी हितोपदेशकै पुस्तक 10 को हामी 3 पदलाई हामी हेरौँ। परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ। अब यहाँ धर्मीहरूलाई परमेश्वरले, इमानदार मान्छेहरूलाई उहाँले त्यो भोकै रहन दिनुहुन्न, अर्थात्
त्यो इमान्दार मान्छे समाजको अगाडि ऊ सम्मानित हुन्छ, सम्मान पाउँछ, सम्मान त्यो व्यक्तिले पाउँछ। तर टेढो चाल चल्ने मान्छे लास्टमा समाजको अगाडि त्यो व्यक्ति पक्राउ पर्नेछ, लज्जित हुनुपर्नेछ। बाइबलले हामीलाई बताउँछ, 3 पदले बडो स्पष्ट तरिकाले बताउँछ, परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्न। यो बडो आनन्दको वचन छ। समाजको अगाडि इमान्दार भएर हिँड्ने मान्छेलाई समाजले सम्मान पाउनेछ। त्यो व्यक्ति सम्मानित हुन्छ समाजको अगाडि। तर बेइमानदार भएर हिँड्ने मान्छे समाजको अगाडि लज्जित हुन्छ। र त्यो इमान्दार व्यक्ति अब काम पनि कसरी गर्ने हो भनेर त्यो व्यक्तिले अब त्यो ढलपल अथवा त्यो व्यक्तिलाई कुनै पनि कामहरू गर्नु आउँदैन भने पनि त्यो व्यक्तिको त्यो इमान्दारपनाले त्यो झल्किन्छ। र त्यहाँ आफूले गर्न नसक्ने त्यो काम पनि त्यो इमान्दारपनले गर्दाखेरि त्यो काम उसले गर्न सक्छ। कारण त्यो व्यक्तिको जीवनमा इमान्दार छ। तर दुष्ट र टेढो चाल चल्ने मान्छे समाजको अगाडि लज्जित हुनुपर्छ। बाइबलले हामीलाई स्पष्ट तरिकाले बताउँदछ। यसै कारण परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्न। परमेश्वरले उहाँमा असल किसिमले जीवन जिउने मान्छेलाई उहाँले त्यत्तिकै रहन दिनुहुन्न। उहाँले त्यो अब मान्छे कुनै पनि समस्याको घडीमा छ भने पनि उहाँले त्यो समस्याको घडीबाट पनि उहाँले निकाल्नुहुन्छ। अब त्यो व्यक्तिलाई इमान्दार व्यक्ति अब त्यो मान्छेको योग्यता राम्रो छ भने परमेश्वरले त्यो जागिरहरू पनि उहाँले मिलाउनुहुन्छ। अथवा त्यो सरकारी जागिरहरू त्यो व्यक्तिको योग्यता छ भने परमेश्वरले त्यो जागिरहरू पनि त्यो उहाँले मिलाइदिनुहुन्छ। तर बेइमानदार त्यो सोझो औँलाले घिउ आएन भनेर त्यो घिउ तान्नु खोज्ने व्यक्ति चाहिँ समाजको अगाडि त्यो लज्जित हुनुपर्ने छ। लज्जालु त्यो मुखै देखाउनु नमिल्ने गरी त्यो व्यक्ति लज्जित हुन्छ। बाइबलले हामीलाई स्पष्ट तरिकाले बताउँदछ। हामीलाई यसै कारण हामी यसबाट यही बुझ्न सक्छौँ कि हामी परमेश्वरमा हामी असल तरिकाले जीवन जिउँछौँ भने उहाँले हामीलाई त्यो जति पनि त्यो हामीमा भएको त्यो हामीले नसक्ने कामहरू छ भने पनि हाम्रो त्यो योग्यताहरू छ भने परमेश्वरले अवश्य पनि हामीलाई त्यो जागिरहरू उहाँले मिलाउनु हुनेछ। र सिधासँगले जिउने मान्छे अथवा राम्रो बाटोमा हिँड्ने मान्छे परमेश्वरको आज्ञा मान्ने मान्छे समाजको अगाडि त्यो व्यक्ति अवश्य पनि सम्मानित हुन्छ भनेर हामीलाई हितोपदेशको पुस्तक 10:3 पदले भन्दछ। 9 पदमा पनि हामीले हेरौँ। हुन्छ, परमेश्वरले यहाँहरू सम्पूर्णलाई धेरै आशिष गर्नुभएको। सबैलाई जय मसीह।